आज नयाँ वर्ष होइन, नयाँ वर्ष 2082 सालको सबैजनालाई शुभकामना भन्न चाहन्छु है। अब आज 1 गते जमजम अल्छिटो न यहाँ पहिला कहिले आएको थियो खालि के पहिला आएको थियो यहाँ रिमनादेखि यता त आएको थिएँ। हामी गौतमकोटको यो गौतमकोटको सिडीमा छौँ। यो के भन्छ धेरै टुरिस्टहरू आउने ठाउँ धेरै पर्यटकहरू आउने ठाउँ रहेछ, यहाँ बनाएको रहेछन्। हामी आज फ्यामिली टुरमा आएको छौँ। अब हेरौँ माथिसम्म छ, अझ माथि छ, माथि अब कति मन थाहा छैन। यतै हो जस्तो, यतै हो माथि। कहाँ आएको भन्नु त? गोदामबाट हो, थाहा छ र? हजुर हजुर बहिनी के भन्ने भन्? के भन्ने म के भन्नु के भन्ने भान्जी बगेको छ तिम्रो त? भान्जी 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 भन। यताको भ्यू यस्तो छ होइन। अनि आज नयाँ वर्ष होइन, नयाँ वर्ष 2082 सालको सबैजनालाई शुभकामना भन्न चाहन्छु है। अब आज 1 गते त्यही भएर फ्यामिली टुर। यो चाहिँ गौतमकोट हो। आज गौतमकोटमा आएको। जमजम अल्छिटो न यस्तो देखिरहेको छ गौतमकोटको घुम्ने ठाउँ। आज मान्छेहरू धेरै छन् नयाँ वर्ष भएर। गौतमकोटको एउटा भिजिट गर्न लायकको ठाउँ भनेको यही नै हो। ए लोड ल बिस्तारै तल लोड्यो के हुन्छ, टाउको पर्छ नि। लड्छ नि लड्छ है, नलड्ने है। पानी पऱ्यो त। आयो आयो आयो। ओहोइ ओहोइ ओइ होइ। छिटो छिटो भिडियो बनाउँदा बनाउँदै यो पुग्नु गयो। जाम पानी पऱ्यो। हिँड्न अडिन हो, यसो दौड्नु पर्छ क्या, अनि एकैछिन थाक्ने। हिँड्न अडिन होइन। हामी आइसक्यौँ। यहाँ एउटा मन्दिर पनि रहेछ, त्यो मन्दिरमै रहेछ लास्ट एन्डिङ ठाउँ। अब सासै नै बेसी हुँदैन। यहाँ यस्तो छ यहाँको भ्यूहरू। सायद मन्दिर जस्तो ठाउँ लाग्यो। कस्तो भयो त हिँडाइ? सुनाउँदै हुँदैछ के देखाएको छ दामी? मान्छे कस्तो भयो हिँडाइ? राम्रो भयो, राम्रो भन त, राम्रो पाता गरेर न हगिदिएको मान्छे, हगिदिएको भन्छ
राम्रै काम गरिरहेछ हान्जी ओ हान्जी हान्जी ओ खुइदे यहाँ पहिला खालि आएको थियो खालि के पहिला आएको थियो यहाँ रिमादेखि यता त आएको थियो कस्तो लाग्यो त अनि राम्रो छ धेरै राम्रो कि थोरै उकालो हिँड्दाखेरि कस्तो पऱ्यो म फर्केर जान मन फर्केर जान मन उकालो छ है धेरै आफू अघि हिँड्छ अनि यतिसम्म गन्तव्यसम्म पुग्नु पऱ्यो नि त यो गुराँस पनि हुँदो रहेछ यहाँ त कहाँ ऊ त्यहाँसम्म त जाउँ न कतैबाट ल्याएर नि त हामी गोतामकोटदेखि अब घर जाँदैछौँ छिटो आऊ छिटो युट्युब च्यानल खोल्नु भएको छ दाइले खोल्या छ पनि लाइक कमेन्ट सेयर गरिदिउँ हुन्छ हुन्छ सब्सक्राइब गरिदिनु नि त 500 भन्दा ओभर भयो भने पैसा आउँदो रहेछ नि के अरे युट्युबमा अरू टिकटक बनाउनु भन्दा युट्युबमा बनाउनु राम्रो भाइ आऊ आऊ किन